नमस्ते साथीहरू, स्वागत छ तपाईहरुलाई मेरो च्यानलमा। म आज फेरि महारानीकै अर्को भाग लिएर आएकी छु। कथा सुरु गर्छु है त। भोलिबाट बिहान दरबारबाट बिदा भएर सुमन्त गाउँ उक्ले। ढुङ्गाना थरतिर बजेको घोडाको घन्टीको आवाजले भिरमुनिको सिङ्गै गाउँको ध्यानाकर्षण गर्यो। गाउँभरको मानिसहरूले कान ठाडा बनाए, आफ्नो काम रोकेर उतैतिर आँखा लगाए। केटाकेटीहरू दौडेर पुत्ले ढुङ्गासम्म आइपुगे। कोही घोडाको अघि, कोही घोडा पछि दगुर्न थाले। बाल स्वागतको नौलो शैलीले सुमन्तलाई मक्ख बनायो। सुमन्त ढोर अभियान उद्देश्यबाट जानकार थियो। उनको व्यवहार कुशलताबाट पनि ठाउँ परिचित थियो। त्यसैले सफलता असफलताको प्रश्न कसैमा मनमा उठेन। सफल काजकीय जिम्मेवारीतिर उनले बढाउँदै गरेका पाइलाहरूप्रति गाउँको भरोसा थियो, गौरव मानिन्थ्यो। सिङ्गो गाउँले उनलाई आदर्श मान्न थालिसकेका थिए। संयोगवश विशेष सरसल्लाहका लागि त्यही दिन गाउँ भेला बोलाइएको रहेछ। हिजै बेलुका कटवालेले कर्णाल फुकेर जङ्गी घोक हालेको रहेछ। जनताका सञ्चार सम्प्रेषणको एकमात्र साधना मान्छे दौडाउनु हुन्थ्यो। गाउँ भेलाको खबर सुमन्तसम्म पुर्याउने समय थिएन। गाउँघरका ससाना समस्या समाधान निमित्त आयोजित हुने भेला छलफलहरूमा युवा सुमन्त रायले महत्त्वपूर्ण स्थान पाउन थालेको थियो। यसपटक भने महिनाभर अलमल नगरी ढोरपाटनतिर गएका हुनाले उनको अनुपस्थितिमै गाउँले भलात्मी बुढापाकाहरूले विशेष निर्णय लिनुपर्ने भएको थियो। संयोगवश सुमन्त पनि टुप्लुक्क आइपुगेको हुनाले गाउँ बुढाहरूले राहत अनुभूति गरेका थिए। आकस्मिक रूपमा उपस्थित भएको समाज जिम्मेवारी बोझ आधा हलुङ्गो भएको महसुस गरेका थिए। गाउँभरकै खानपिन समाप्त भयो। महिला केटाकेटी र अरू तरुनी तन्नेरी आफ्नो धन्दामा लागे। कटवाल जङ्गी घोक हालेको हुनाले घरमुलीहरूको उपस्थितिहरूको सिमको चौरमा हुने भएको थियो। गर्मीको भेलामा साउने पानी परी वरिपरि ठुला ठुला आँप र काफलका रुख मुनिका चौतारी छपनीहरूमा भेला हुने परम्परा थियो। मङ्सिरको आखिरी हप्ता चिसो बढिसकेको थियो। घाम प्यारो लाग्न थालिसकेको थियो। त्यसैले सिमको लोकपरिचित स्वामीको रूपभन्दा माथितिर पानीधाराको छेउको नाङ्गो चौतारीमा मानिसहरू जम्मा हुँदै थिए। सिङ्गो गाउँ सिमको बाजोमा उल्टिएको थियो भन्दा फरक पर्दैनथ्यो। केटाकेटी र बुढाहरू प्राय गाई भैँसी चराउन सधैँ उपस्थित हुन्थे। आज भने कामकाजी मानिसहरूको समेत उपस्थिति थियो। नुहाई धुवाई सकेर सुमन्त पनि सभामा उपस्थित भए। खहरेका कीर्तिमान घरती बुढा र कुमाल डिहीका सन्तु कुमाल समेत उपस्थित भएपछि आउनुपर्ने मानिस कोही बाँकी रहेन। गाउँलेहरू सबैमा उपस्थिति भइसकेपछि गाउँ बुढा मनिरञ्जन बानियाले कुराको थालनी गरे। छोरीको जात अर्काको घर पठाउनै पर्ने नासो। जगतको चलन यस्तै छ। छोरी हुर्कदै जाँदा बाबुआमाको चिन्ता बढ्दै जान्छ। असल कुटुम्बको खोजी सुरु हुन्छ। माग्न कोही आए भने पनि कुटुम्ब खोजेरै छोरीको जिम्मा लगाउनु पर्ने परम्परा छ। तल्ला घरे काहिलाकी ठुली छोरीको लागि कास्कीकोटबाट कल्लियो आया छ। ठाउँ टाढाको र बिरानो भयानी घर कुटुम्ब राम्रै लाग्यो। सकभर पहिलो कुटुम्ब नफर्काउनु भन्ने पुरानो चलनको पनि ख्याल गरियो। दाजुभाइ सबैको सल्लाहमा जन्ती पर्सन्ने निर्णय लिइयो। मङ्सिर महिना ढिम्कन लागिसकेको थियो। हेरकोर गर्दा मङ्सिर 28 गतेको लगन निस्कियो। रन्जन रोकिए बासाबाट सुर्ती निकालेर हत्केलोमा माड्न थाले। राम्रो भयो,
कालदाईकी छोरी हामी सबैकी चेली। विवाह धुमधामसँग गर्नुपर्छ। टाढाको कुटुम्बले कुरो काट्ने ठाम दिनु हुँदैन। तयारीको जिम्मेवारी सबैले बाँडीचुँडी गरौँला। हामी गर्न कुन कुराको पीडा दिने हो दियोस्, हामी खटेर निप्टाउने छौँ। बाजा मुखका श्रीमन्त दर्जीले अघि सरेर भने। बिहेको तयारीको कुरा त छँदैछ, हामी सबैलाई निम्तो आउला पठाउला, जिम्मेवारी पनि दिएला, तर कुरा अर्कै छ। गाउँ सल्लाह नगरी नहुने खण्ड आइपर्यो। मनोरञ्जनले कुरा अघि बढाए। विवाह पूर्व कुन अत्तो गाह्रो अप्ठ्यारो आइपर्यो? कुटुम्बका तर्फबाट कुनै अप्ठ्यारो शर्त आयो कि? सुमन्तले जिज्ञासा राखे। होइन, कुटुम्बबाट त्यस्तो कुनै अप्ठ्यारो कुरा आएको छैन। गाँठी कुरा अर्कै छ। त्यसबारेमा अलि अघि नै गाउँ सल्लाह गर्नुपर्ने हो। सुमन्त पनि गाउँमा थिएन। आइपुगिहालिन्छ कि भनिकन बाटो हेरिएको हो। समय ढिम्कन आँटेको हुनाले उबिना पनि गाउँ सल्लाह गर्नुपर्ने र निर्णय गरिहाल्नुपर्ने अवस्था आइलागेको हुनाले हामी बुढाहरू बसिकन गाउँले भेला बोलाउने निधो गरिया थियो। दैव संजोगले सुमन्त पनि टुप्लुक्क आजै आइपुग्यो। सुनमा सुगन्ध छायो। दैवले जुटायो भन्या हुँदा भो। राजा मर्या त गद्दी खाली हुँदैन। सुमन्त बिना गाउँ रोकिन्या कुरा के थियो र? जान्ने सुन्ने पाका हजुरहरू हुनुहुन्छ। गाउँको हित कल्याणको काममा का लागि सुमन्तकन कुरिरहनु पर्दैन। म त केटाकेटी हुँ। मैले पो हजुरहरूबाट सिकन्या जानुपर्ने मेरा लागि अहोभाग्य हो। रञ्जन हजुरबाले मलाई फुरुङ्ग पारिदिनु भो। आफूलाई सँग गाउँले माया गर्छन् भन्ने कुराको बोधले सुमन्तलाई कृतज्ञ बनायो। गर्वले छाती फुल्यो। सुमन्तले अलिकता हाँसेर कृतज्ञता जाहेर गरे। कल्लियो लिआएका मानिसहरूकन टिकाटालो गरी दिन खटाइवरी बिदा गरी पठाएपछि एउटा कुरा सुन्नमा आइगयो। काली पारतिर दशैँ तिहारसम्म मानिसहरू माईको प्रकोपबाट सोत्तर पर्या रहेछन्। बालीनाली उठाउने बेला खेतालो र अरिनपरिन गर्ने मानिस पनि नपाउने अवस्था थियो रे। उतैतिर जन्ती निम्ताइयो माईको प्रकोप जन्तीको साथ लागिकन हाम्रो गाउँमा छिर्ने हो कि भनी शङ्का गर्नै पर्यो। तर्काउने उपाय पनि लागेसम्म गर्नै पर्यो। छेकबार लगाउने चलन चल्तीको विधि गर्नु पर्यो। जन्ती अड्कन मिल्यान्न। ठकुरी बाउ साहेबहरूको जस्तो डोली पठाउने चलन हामी खसहरूको छैन। मनिरञ्जन बुढाले रहस्य खोले। सालिँदै माई मन्साउने पूजा गर्ने चलन पुरानै हो। हिउँदका फुर्सदिला दिनमा बालीनाली थन्काइवरी माई पूजा गरिन्या। यो वर्षको समय साल खराब भइगयो। पानी पर्याको परै भयो। धान बाली भित्राउने काम र सकिया पनि नल पराल थन्काउने काम तुरियाको छैन। टौवा चुलाउनै बाँकी छ। काम बाँकी छ भनिकन पूजा अड्कन पनि भन्या सबै कुरा छोडिकन जन्ती आउनु पूर्व माई पूजा गर्नुपर्ने हो। तिथिबार लगन खटन गर्ने काम गुरुजीको कीर्तिमान धरती बुढाले पण्डित राम मध्यतिर हेरेर भने। अड्को पड्को तेलको धुप आखिरी पर्यो भन्या तिथि र मिति साइत न लगन। पहिले पक्षमा पूजा गर्यो, त्यसपछि माई पूजा गरिद्या भइहाल्यो। 28 गते बिहे छ, आज 23 भइसक्यो। पात्रो पल्टाएर धुलौटे कोर्न थाल्दा दिन निस्के त ठिकै होला, निस्केन भनिकन गाउँमा सङ्कट निम्तन दिनु भएन क्यारे। उजिर सिंह कार्कीले राय पोखे। होइन, शुभ कामको लागि तिथि मिति र लगन त हेर्नै पर्यो नि। बरु बिहेको लगन उता सार्या भइहाल्यो।
माईको पूजा त दिन जुराएरै गर्न पर्छ पो, पछि तलबितल गर्न पर्न गयो भन्या पछुताउनु पर्ला नि, सन्तु कुमालेले तर्सो देखाए। जति पुरो सर्यानी मसान्तसम्म नहो त्यो पनि लगनले दियाछ भन्या उता सर्न्या भनिकन पुसमा बिहे गर्न भएन क्यारे। ज्योतिषहरूले 28 उता बिहेको लगन छैनन् भन्छन्। होमेन श्रीलाल जैसी पढ्न सक्ने अप्ठ्यारो देखाए। माई पूजा कामको फुर्सदमा गरिन्या हो। खेतीबालीको काम हलुका भएपछि पूजा दिन्या परम्परा छ। असर्दो पर्दा वैशाख जेठमा गरियाकै हो। यसपटक अलि अप्ठ्यारो पर्न गयो। बिहेको दिन किटान गर्नु पूर्व हल्ला सुन्न पाएको भए पनि बिहेलाई पुरो सार्न सकिन्या थियो। माघको दिन खटाउँदा पनि हुन्या थियो। पहिले खबर भयान टिकाटालो सकिवरी कुटुम्बकन बिदा गरेपछि झुसिलो बुरो सुनियो। तलबितल पर्दा वित्यास पर्न सक्ने कुरा सुनिसक्यापछि कानमा तेल हाली बस्न पनि भएन। गाउँ सल्लाह त गर्नै पर्यो। माई पूजा गर्न्या हो कि नाइ, अथवा बिहेको लगन सार्न्या कि? मनिरञ्जनले विवशता पोखे। निकै बेर छलफल चल्यो। सबै गाउँलेहरूले आआफ्नो तर्क सुझावहरू प्रस्तुत गरे। बोल्नेहरू बोले, नबोल्नेहरू पनि आफूलाई चित्त परेको कुरामा सही थपे। आखिर सबैले सुमन्तको मुखमा हेरे। गाउँलेहरूको आशय बुझेका सुमन्तले पण्डितलाई सोधे, पण्डित बा, माई पूजा पुसमा गर्न हुन्या कि नाइ? हरेला पछिको कोल भन्या जस्तो मङ्सिरमा बिहेको कुरा छिनियाको छ। माईबाट बटुलियाको गाउँबाट जन्ती आउन्या भया भनिकन पो आत्तिनु पर्याको। ढिम्कियाको समयले अत्याएको हो। पुसमा पूजा गर्न हुन्या भए पो गर्नु के? उसो त पुसमा माईको पूजा गर्न्या चलन पनि छैन। चलन भनेको त बरु समयको आवश्यकता हेरिकन बसालिएका परम्परा हुन्। हाम्ले साउन, कार्तिक, पुस र चैतमा विवाह गर्न हुँदैन भन्छौँ। चैतकन त झन् रामको महिना भनिकन शुभ मान्दा रयाछन्। पण्डित राम पाद्याले जवाफ फर्काए। होइन गुरु, मैले हरेला पछि कोल बनाउन्या कुरा गर्न खोज्याको होइन है। हुन्या हो कि नाइ भनिकन जान्न खोज्याको मात्रै हो। विवाह माघमा सार्न सकिएला, त्योभन्दा अगाडि त माई पूजा गर्नै पर्यो। गाउँमा नल पराल थन्काउन्या काम सकियाको रहेनछ। माई पूजा बिना कालीपारे जन्ती गाउँमा निम्त्याउनु भएन। हाम्रो भाग्यले केही नहोला रे, तर भइहाल्यो कि भनिकन डराउनै पर्यो। त्यसैले माई पूजा सकिकन जन्ती पर्सनु पर्न्या हो। यसै बिहेको लगन पुरो सार्नु पर्न्या हो भन्या माई पूजा पनि फुर्सदका दिनमा गरौँला भन्या मनसाय हो। पुसमा माई पूजा हुँदैन भन्या मङ्सिरमै किन पर्यो? गर्नै पर्यो। माघ महिनाको पहिलो लगनमै जन्ती बोलाउँला हुँदैन र? कचहरी समक्ष सुमन्तले प्रस्ताव राखे। फेरि अर्को एकपटक कचहरीमा गल्याङमल्याङ सुरु भयो। सबैले आआफ्नो कुरा राख्न थाले। सुन्ने भन्दा बोल्ने मानिसको सङ्ख्या बढी भयो। अव्यवस्थित छलफललाई टुङ्गोमा पुर्याउने आवश्यकता बोध गरेर सुमन्त बसेको ठाउँबाट जुरुक्क उठे। सुमन्त उभिएपछि सबैका आँखा उनमा परे। सबैको मुखहरू बन्द भए। बिहेको लगन माघमा सार्दा कुनै अप्ठ्यारो पर्छ र काइलाबा? तल्ला घरे काइलाबातिर हेरेर सुमन्तले सोधे। अरू अप्ठ्यारो त के हुनु? बिहेको लगन तोकियो। कुटुम्बका घरमा बिहेको सामल तुमल जोडजाम भइसक्या होलान्। बिहे सार्ने न्यु केलाई बनाउनु? तिम्रा जन्तीले माई बोकी ल्याउन्या छन् भन्न मिलेन। तल्ला घर काइला बुढाले अप्ठ्यारो देखाए। त्यसको चिन्ता काइलाबाले लिनै परेन। विवाह रोकी पठाउनु पर्ने कारण जे देखाया पनि हुन्छ। असल कामको लागि झुटो बोल्या नि पाप लाग्दैन। गाउँलाई महामारीबाट जोगाउन्या कुरो हो। कुटुम्ब कहाँ कस्तो समाचार पठाउनु पर्छ भन्ने जिम्मा मेरो हो। म आजै चिठी लेखी कटुवा लेखन कुदाउला। कुटुम्ब राजी हुन्छन् भन्या मङ्सिरमै बिहे गर्न पर्छ भन्या केही छैन। बितिहाल्ने कुरा होइन, माघ फागुनमा गर्दा पनि हुन्या नै हो। कहिलेकाहीँ सहमति जनाए। के भन्नुहुन्छ रञ्जन बा? सुमन्तले गाउँबुढा रञ्जितलाई सोधे।
हो, म पनि त्यही भन्छु। मङ्सिरमा माई पूजा गरौँ, माघमा बिहे गरौँ। गाउँबुढा मनोरञ्जनको सहमतिपछि सल्लाह टुङ्गियो। गाउँ कचहरी उठ्यो। मङ्सिर मसान्तीमा माई पूजाको आयोजना हुने भयो। पूजाको निमित्त आवश्यकता पर्ने पूजा सामग्रीको व्यवस्था पनि जिम्मा पण्डित बा र श्रीलाल जैसीको भयो। बलिका लागि चाहिने च्वाचेको जिम्मा लोहासुरले पाए। श्रीमन्तले दर्जीले रागाको बन्दोबस्त गर्ने भए। बोको खोज्ने जिम्मा बिर्खे महिलाले पायो। कचहरीको काम टुङ्गियो। उतिखेरै विवाहको लगन सार्नुपर्ने बाध्यता खुलाएर लेखिएको चिठी बोकाएर लिटे कटुवालेलाई कास्कीकोटतिर कुदाइयो। घरको कामबाट फुर्सद लिएका बुढाहरू सुमन्तलाई घेरेर बसे। गाउँलेहरूका मनमा अनेक खुल्दुली थिए। सञ्चार सुविधा दुरूह भएको जमाना मानिसहरू देश प्रदेशका पुराना समाचारहरू गाइनेहरूबाट सुनेर रमाउने बेला सुमन्त भर्खर ढोरपाटनको समस्या समाधान गरेर फर्केका हुनाले उनका मुखबाट त्यो कथा सुन्ने इच्छा सबैमा थियो। मौरीले रानीलाई झैँ सुमन्तलाई घेरेका गाउँलेहरूको मनोविज्ञान बुझेका मनोरञ्जन बुढाले कुरो कोट्याए। अर्नाकोटेहरूले ताकमेलका गाईबस्तु घोडाहरू ढोरको बुकीबाट लगार्या रे भने सुन्या थियो। कारण के रहेछ? झगडियाहरू बीच सुलाह भयो कि नै? सुमन्तले काँध हाल्याको समस्या नसल्टिन्या त कुरै भएन। तैपनि समस्या क्या जन्म्यो? कसरी सल्ट्यो? सुना न केटा। कथा पुरानो मात्रै होइन, लामो पनि छ। झन्डै 100 वर्ष अगाडि पर्वत राज्यको अंशबण्डा भएको रहेछ। अंशबण्डा गर्दा जेठा राजकुमार कन गलकोटको राज्य मिल्याछ। ढोरपाटन पुरानो राज्य अनाकोटको भूमि रहेछ। गलकोट अलगिएपछि पनि ताकमले पुरानो अर्नाकोट अन्तर्गतको ढोरपाटनमा गाईबस्तु छोडन्या चलन सनातन चल्याकै रहेछ। गयाको बर्खामा भन्या अर्नाकोटे रुकुमकोटे गोठालाहरू मिलिकन पर्वत्यालाई लगर्या छन्। गाईबसी घोडा सबै लगरिकन देउराली काटाया छन्। घरगोठेहरू नासियादिया छन्। गोठालाहरूकन टिपटाप पर्या छन्। त्यही समस्या समाधानको जिम्मा दरबारबाट मकन बक्स भयाको थियो। तीन पक्षबीच सुलाह गराई धर्मपत्र बाँधिकन समस्या सल्टाउने काममा हजुरहरू सबैको आशीर्वादले सफलता पाए। दरबारबाट पनि स्याबासी पाए। ताकमेलीको सम्मान पनि पाए। मेजमानी खाए। दरबारको धेरै चाकडी नगर है सुमन्ते। काम फत्ते भए हाय हाय गर्न्या हुन्। काम तलबितल पर्याको खण्डमा ज्यानै जान बेर लाग्दैन। उपल्ला घरे माइला बुढाले चेताए। सिंह र दारा हुन्या जनावरको र राजा भर नपर्नु भन्या चलन छ। हाम्रा पुर्खाले पर्वत राज्यको कम्ती सेवा गर्या होइनन् र पछि राजाबाट बेइमानी भयो भनिकन अबकन पर्याको रे। अनबन पर्याको रे। बानियाहरू दरबारमा छिर्न छोड्याको कारण त्यही हो रे। अहिले सुमन्तले राजाकन निकै सघाएको छ। भोटेले नुन रोकिदियो। कुरो मिलाउन सुमन्ते कन पठाइयो। भोटेसँग सुलह गरेर पायो कि फेरि ढोरमा चरीचरण समस्या पर्दा पनि सुमन्त किन पठायो? काजी सरदारहरूले के हेरे? सुमन्तकन राज्यको जिम्मा के छ? कुनै गतिलो पद दिया होइनन्? बिना ज्यालाको खेतालो बनाएको छ पर्वत दरबारले तकन। मनोरञ्जन बुढाले इतिहास बखाने असन्तुष्टि पोखे। राजाले घाउ नदिया पो के भो र? बानियाहरूको हैकम र हैसियत कम भयाको होइन क्यारे? 8,000 का राजा, 12,000 का बानिया, त्यसै भनियाको हो र? किञ्चित मुस्कुराएर सुमन्तले जवाफ फर्काए। होइन, 12,000 का बानिया, 8,000 का राजा भन्याको के रहेछ? बानिया र राजाको पनि मोलतोल हुन्छ र? धम्मै नेगी बुढाले जिज्ञासा राखे। राजा र बानिया मध्ये को धनी भनिकन शरीरमा धर्याको धनमाल गरगहनाको मूल्य गर्दा बानियाको शरीरमा 12,000 र राजाको शरीरबाट 8,000 बराबरको धनमाल निकल्याको हुनाले त्यस्तो उखान बन्याको भन्छन्। श्रीलाल जैसीले आफूले सुनेको कथा सुनाए। त्यस्तै होला त।
कुन जमानाको कुरा हो? अवश्य 2-400 वर्ष पुरानो कुरा होला। त्यो जमानामा त्यति धेरै मूल्य बराबरको धनमाल बोकिकन को हिँड्न सक्थ्यो होला र? आजकल देशी मोहरहरूको चलन छ। 1800 बराबरको मोहर बोकिकन हिँड्न मुस्किल पर्छ। दाम पैसा नपाइन्या जमानामा हजारौँ हजार मूल्य बराबरको सुन चाँदी कसले बोकी हिँड्न सक्थ्यो र? त्यो त दन्त्य कथा मात्रै होला। महाभारत कथामाका भीमसेनको शरीरमा 1000 हात्तीले बल थियो भने जस्तै होला, होइन रञ्जन बा? सुमन्तले वास्तविक रहस्य खोलियोस् भनेर जिज्ञासा राखे। ऊ टुङ्ग्याले रच्याको कथा हो त्यो त। मणिरञ्जनले सुमन्तको भनाइमा सही थपे। 8000 र 12000को कुरा क्या हो त? हावा नचली पात हल्लिँदैन भनिन्छ। उखान टुका रचन्या केही आधार त थियो होला नि? उजिर सिंह कार्कीले जिज्ञासा राखे। इतिहासको वास्तविकता बताउनुहोस् न हजुरबा, सुमन्तले आग्रह गरे। तैँले नजान्ने कुरा के छ र? त आफैले बखन्या भइहाल्नु। आगो ताप्नु मुराको कुरा सुन्नु बुढाको भन्या त उखानै छ नि हजुरबा। हजुरले बखान्नु न, मैले बखान्नुमा फरक छ नि, होइन र? अरू बुढाहरूको अनुहारतिर हेरेर सहमति खोज्ने शैलीमा सुमन्तले थप आग्रह गरे। अघि जमानामा ढोलदेखि पूर्वकालीदेखि पश्चिमको धौलाशिर हिमालको काखमा बस्याको 4000 पर्वतमा थापाहरूको राज्य थियो। डिम्बबम नामका शाही थरका निसीका राजाले ताक्कम, पुला, कुहु र ज्यामरुक समेत डोलाई गाज्नेको डडेकोटमा दरबार बनाइकन बस्न थालेछन्। डिम्बका छोरा नाग र रतन बानियाको गहिरो दोस्ती गाँसिन गएछ। घरती कार्कीको सहयोगका मल्लाज डोलाया पछि नाग बम बिरामी भएछन् र पुला फर्क्याछन्। रतन बानिया भने कास्कीकोट, सतहुँ, गरहुँ, पैयु, धुवाकोट, गलकोट समेत 12000 पर्वत डोलाई फर्क्याछन्। त्यही बेलादेखि 8000 का राजा 12000 का बानिया भन्या चलन बस्याको हो भन्छन्। 8000 र 12000 पर्वत भन्याको क्या रहेछ त? रामपाध्यले सोधे। काली पश्चिमको पर्वत 4000, अर्नाकोट र सर्पकोटको 4000 समेत जम्मा 8000 घरधुरी भयाको इलाका शाही बमहरूले आर्जन गर्याका रहेछन्। काली पूर्व र दक्षिणको 12000 घरधुरी भयाको इलाका बानियाको बाहुबलबाट आर्ज्याको रहेछन्। त्यसैले 8000 का राजा 12000 का बानिया भन्न थालिएको हो रे। मणिरञ्जनले इतिहासको कथा सुनाए। त्यत्रो पुरुषार्थ गर्न्या बानियाहरू दरबारबाट टाढा किन हुन गएका रहेछन् त? श्रीलाल जयसीले सोधे। पूर्वराज नागबम असमयमै बित्याछन्। तन्नेरी छोरा बित्यापछि विरक्तिएका डिम्ब महाराजाले नाति प्रतापी नारायणकन राजगद्दी सुम्प्या र तपस्या गर्न जङ्गलतिर लाग्या छन्। प्रतापी नारायणले सन्यास लिन्या बखतमा आफ्नो राज्य 3 भाइ छोराकन अंशबन्डा गरिदिएछन्। कास्कीकोट 2000 र गलकोट 2000 बानियाको आर्जनमध्येको भूमि पर्वतबाट अलग गर्दा आफूलाई सोधपुछी नगर्याको भनिकन रतन बानियाबाट रुष्ट बन्याछन्। त्यही कारणले बानियाहरू पर्वत दरबारबाट टाढा भएका हुन् भन्याको सुनिएको हो। मणिरञ्जनले कथा टुङ्ग्याए। काम लिने बेला लोकाचार पार्ने काम समाप्त भएपछि दुत्कार्ने पर्वत दरबारको पुरानै चलन हो भन्ने कुराले सुमन्तलाई ताकमको कथाको सम्झना गरायो। थापाहरूसँग गरिएको धर्मपत्र कहिल्यै कार्यान्वयन गरिएनछ। छन्त्याल र मगरहरूलाई पनि ताकम सर गर्नकामा सघाए बापत कुनै सहयोग सहुलियत गरिएको रहेनछ। त्यस्तै व्यवहार आफ्ना पुर्खासँग पनि गरिएको कुराले उनलाई सोच्नुपर्ने बनायो। कामको प्रतिफल हित हातै खोज्ने छुच्याई किन गर्ने भनेर दरबारले दिएको जिम्मेवारी पुरा गर्ने, तर त्यस बापत कुनै माग नगर्नेलाई दरबारले ज्ञान जानेर केही दिँदैन रहेछ कि? कामको कदर नहुँदो रहेछ कि? दरबारले कुनै दिन आफ्नो कामको पारितोषिक कसो नदेला भन्ने आफ्नो अनुमान
गलत पो ठहरिने हो कि जस्तो पनि लाग्यो। थापाहरूसँगको व्यवहारमा पर्वत दरबारले गरेको बेइमानीको कथा बुढापाकाहरूलाई सुनाऊ जस्तो लागेकाले उनले भने, ताकमेलहरूसँग पनि बेइमानी गराएको रहेछ नि पर्वत दरबारले त। कस्तो बेइमानी? मनिरञ्जन बुढाले सोधे। ताकम डोलाउन्या बखतमा सिङ्गो पर्वत डोलाउन्यामा काममा थापाहरूले साहिकन सघाउन्या, शाहीले थापाकन कज्याई र पौडेल र सुवेदीकन गुरु पुरोहित बनाउन्या धर्मपत्र गर्याका रहेछन्। तर राज्य डोलाएपछि ताकमबाट बसाई ढोलठानकामा सार्याछन्। थापाहरूको ख्याल वास्तै गर्यानछन्। पौडेल र सुवेदीकन च्यापी हिँड्याछन्। हामीकन त ढाक्रै बनाई छाडे भनिकन थापाहरूले गुनासो गर्याथ्यो। थापाहरूकन बेइमानी गर्ने शाहीहरूले बाहुनहरूकन क्यान च्याप्याका रहेछन्? माहिला बुढाले जिज्ञासा राखे। खोइ त्यसको गुहे त थापाहरूले खोलेनन्, बाहुनहरू च्यापिकन किन हिँड्याछन् भनिकन निधिकुधी गर्दा खोलो तर्या लौरो बिर्स्या। उनीहरूको खाँचो त्यही हुँदो हो भनेर चुप लाग्या त। खाँचो बाहुनको मात्र होइन, थापा मगर छन्त्याल जस्ता लडाकुहरू पनि हुँदो रहेछन्। मनिरञ्जनले पुनः कोट्याए। बानिया बुढाहरूको गन्थन सुनेर रामपाद्या मुसमुस हाँसिरहेका थिए। रामपाद्या उनै राजपुरोहित ताकमेली पौडेल वंशका थिए। पण्डितको मुस्कुराहटमा ऐतिहासिक तथ्यको रहस्य लुकेको हुनुपर्छ भनेर बुझेका सुमन्तले सोधिहाले, होइन पण्डित बा, तपाईँ मुसुमुसु हाँसिरहनु भएको छ, केही भित्री कथा छ कि के हो? बम राजाहरूसँग लडाकुहरूको खाँचो थिएन। निसीबाट साथ लागि आएको ठुलै फौज थियो रे। उनीहरूसँग ज्योतिष पण्डितहरू थिएनन् रे। त्यसैले ताकमबाट साथै लि पुलातिर हानिएका होलान्। होइन, निसीबाट खानदानी गुरु पुरोहित किन नलिइकन आएका रहेछन्? छेउमा बसेर कुरो सुनिरहेका उजिरसी कार्कीले जिज्ञासा राखे। उता गुरु पुरोहित राखेर देवप्रीति कार्य गराउन्या चलनै थिएन रे। मन सुन्नियो हो, खास कुरो के रहेछ मकन पनि जानकारी छैन। पण्डितले कुरोको बिट मारे। साँच्चै पण्डितलाई जानकारी नभएको हो कि जानेर पनि कुरो लुकाएका हुन् कुन्नी? पण्डित राम पाद्याले मनको कुरा सबैतिर खोल्दै हिँड्दैनथे। आफ्नो कुरा कसैसँग भन्दैनथे। अरूका भने चिप्लोमा मसिनो बनेर पेटभित्र छिर्छन् र रहस्य उघिनी छोड्छन् भन्ने कुरा राम्रोसँग बुझेका बानिया सुमन्तले बढी जोड गरेनन्। एक जुवा घाम बाँकी रहदो सबै गाउँलेहरू उठेर आफ्ना घरतिर लाग्ने तर्खर गर्न थाले। मनिरञ्जन बुढा उठेर हिँड्न आँटेपछि सुमन्त पनि उनको पछि लागे। घरतिर लाग्दा सुमन्तको मनमा एउटा कुरा नै भने खेलिरह्यो। निसीमा रहँदा गुरु पुरोहित नराख्ने, देव र पितृक्रिया काम नगर्ने कस्तो चलन रहेछ बम वंशमा? देव पितृ कार्य नगरे पनि शुभ कार्यहरू त हुँदा रहेछन्। पूजाआजा गरिदो हो, गुरु पुरोहित नराखेर कसबाट काम चलाइदो हो भन्ने खुल्दुली मनमा रहिरह्यो। मङ्सिरको महिना ढल्नै लागेको छ। स्वभावत पुसको जाडोको पेस्की आइपुगेको छ। त्यसमाथि बेनी उसै पनि चिसो ठाउँ हो। बेनीको सतहबाट थोरै माथि उठेको हुनाले कुरी लार्कमा थप चिसो हुन्छ। दुई हिमाली नदीको चिस्यान बोकेर आउने हावाले कहिलेकाहीँ त ढोलठानालाई पनि बिर्साउँछ। दिन खुलेको भए पनि सूर्यनारायण बालकै अवस्थामा हुनाले धरती तातिसकेको थिएन। आज काँधे साधो निर्माण सम्पन्न हुने दिन। महाराजको सवारी चलाउने कपरदारको उपस्थित नभएको हुनाले द्वारे बिहानैदेखि दरबारमा उपस्थित छन्। बडाकाजीको उपस्थिति भइसकेको हुनाले सवारीको लागि बिन्ती चढाउन दरबारभित्र छिरेका द्वारे ताराचन्दले दिस्याली कृष्ण कार्कीलाई राजाको सवारीको बेला भएको सूचना दिए। काजी लगायत द्वारेहरू समेत तयार भइकन महाराजाको बाटो कुरिरहेको छन्। सयसले घोडा तयार गरिसक्याको छ। महाराज, दिस्याली कृष्ण कार्कीले महाराज घनश्यामका हजुरमा बिन्ती चढाए। सवारीका लागि महाराज पनि तयार भइसकेका थिए। राजाको कम्मरमा महारानीले
तरबार सहितको म्यान बाँधिदिन निधारमा सगुन स्वरूप रक्त तिलक लगाइदिइन्। शुभ साहित्यका बखत मङ्गलाचरण गाउने परम्परा पुरोहित हरेराम सुवेदीले सामगान गरेर निर्वाह गरे। महाराज सडकमा निस्केपछि बडाकाजी मकरध्वज लगायतका भारद्वारहरूले घोडाबाट ओर्लेर दर्शन टक्र्याए। अगाडि अङ्गरक्षक दृश्याली कृष्ण कार्की, त्यसपछि महाराज, महाराजको पछाडि पनि अन्य अङ्गरक्षकहरू, त्यसपछि भाइ भारद्वारहरूको टोली पश्चिमी मुख भएर यात्रा प्रारम्भ गर्यो। शाही सयसले महाराज चढेको घोडाको पुच्छर समातेर कदम मिलायो। चुत्रेनी ओडारेमा काठको पुल तान्ने काम सुरु भएको थियो। दुवैतिर मठहरू हिजै तयार भइसकेको थिए। आज काठका निधालहरू तर्साएर फलेक छाप्ने काम गर्न थियो, अर्थात् आज काठे पुल बनाउने काम सम्पन्न हुन दिन थियो। त्यसैले महाराज घनश्यामको सवारी चुत्रेनीको बगरतिर हुन लागेको थियो। महाराज समेतको घोडचढी टुकडी कुरी लार्क अग्निखेत थाकन माझखेत हुँदै चुत्रेनी झर्यो। वरिपरि दुवैतिरको बगरमा मानिसहरूको मेला लागेको थियो। मानिसहरू आफ्ना जिम्मामा परेको काममा तन्मय भएर लागेका थिए। महाराजको आगमनले एकचोटि सबैको ध्यान आकर्षण गर्यो। दर्शनहरूले नगरा बजाएर स्वागत गरे। उपस्थित रैती गणहरू सबैले समवेत स्वरमा महाराजको जय पुकारे, दर्शन टक्र्याए। पुल निर्माणको नेतृत्व गरेका पासनीश्वरका ढल्के पुनले महाराज समक्ष कामको विवरण पस्किए। दौटै मठहरू हिजै ठडिएका हुन्। आज 4वटा निधालहरू तेर्साइकन बाँध्ने काम सकियो। छेउमा लगाउने कठबार पनि तयार भइसकेका छ। अब फलेक बिछाउने काम मात्र बाँकी छ। सागुको अन्तिम कार्यको थालनी महाराजका बाहुलीबाट होस् भनिकन कुरी बस्याएको थियौँ। सबै सामान तयार छ। महाराज घनश्यामले हिँड भन्ने सङ्केत गरेपछि ढल्के अघि हिँडे। महाराजले ढल्केलाई पछ्याए। भाइ भारदार र सर्वसाधारण महाराजलाई पछ्याए। रानीका पछि मौरी भुनभुनाउँदै उठेझै सारा मानिसहरू राजाको अघिपछि गुरुर कुदे। पुलको ढाँचा बनाइएको ठाउँमा पुगेपछि एउटा ससानो हातले घन 2 हथेलीमा राखेर अलिकता झुक्ने अवस्थामा अदबसाथ ढल्केले महाराजतिर बढाए। यो टुकटुके लि बक्सियोस् महाराज। स्थानीय आरणमा तयार गरिएको एउटा 4 पाटे फलामे किल्ला निधालमाथि तेर्साइएको फकेलमाथि कापेको सहारामा सोझो हुने गरी ढल्के पुनले समाते। महाराजले 2-3 चोट हानेपछि किल्ला पुरै कोठाभित्र हुन्थ्यो। पुलको शिलान्यासको औपचारिकता थियो त्यो। महाराजको हातबाट घन लिएर ढल्केले थप 2-4 चोट हानेपछि किल्ला मानिसको गोडामा नलाग्ने गरी दबियो। फलामको काम सुरु गर्नु पूर्व किल्लाको काम बाँस अथवा फलाटको काठबाट लिइन्थ्यो। प्युठाने फलाम आउन थालेपछि खेतीबाली र काटकुटको कामका ज्वालाहरू स्थानीय आरणमा बन्न थाले। घर गाउँमै कुटो बाउसो बन्चरो खुर्पा बन्न थालेपछि पर्वतको जनजीवनले फड्को मारेको थियो। काठेपुलमा फलामको किल्ला प्रयोग गरेको यो पहिलो पटक थियो। राजाको हातबाट पहिलो किल्ला ठोकिएपछिको एकाध 1 घण्टामै सिपालु कामदारहरूले सबै फलेकहरू जडान गर्ने काम भ्याए। हिउँदका गाडतारको लागि काठे सागु हालिने ठाउँ चुत्रेनी बगरले अब कोट सागु बन्ने नयाँ नाम पाएको थियो। काठको सागु लगाउने चलन सुरु हुनुभन्दा अगाडि चोयाको झोलुङ्गे बनाइन्थ्यो रे। अपेक्षाकृत अलि लामो छाडन पर्ने भएकाले चोयाको झोलुङ्गो टाँग्न उति सजिलो थिएन र टिकाउ पनि हुँदैनथ्यो रे। त्यसैले चोयाको सट्टा काठेपुल बनाउन थालिएको थियो।
बागलुङ गलकोट आउजाउ गर्नका लागि म्याग्दी नदीमा त्यही ठाउँमा काठको सागु लगाउने परम्परा चलेको पनि दशकै बितिसकेको थियो। सालिँदै तयार गरिने काठको सागुले पारिपट्टिको ओडारे र वारिपट्टिको चुत्रेनी बगरलाई जोड्थ्यो। साउनदेखि बन्द भएको बाटो हिउँद लागेर नदीमा पानी कम नहुँदासम्म वरिपरिको आउजाउ पूर्ण रूपमा बन्द हुन्थ्यो। इष्टमित्र आफन्तहरूसँगको सम्बन्ध सम्पर्क पुरै विच्छेद हुन्थ्यो। बरु मल्लास र ज्यामरुक बीच आउजाउ गर्न लामाखेत तिरेर ढुङ्गा चल्थ्यो। त्यसैले मल्लास र ज्यामरुक बीच आउजाउ गर्न सजिलो थियो। पुला र ज्यामरुक बीचको तारघाट भने अपेक्षाकृत अप्ठ्यारो थियो। पुला र ज्यामरुककोट आउजाउ गर्नु पर्यो भने तुइनको सहारामा बेनीबाट मल्लासपट्टिको पारी बेनी तरेर लामाखेततिरबाट ढुङ्गा तर्नु पर्थ्यो। उन्ताका पुला ज्यामरुक गर्न 2 पटक कालीगढ तर्नुपर्ने बाध्यता पर्थ्यो। साउन भदौको भेलमा ढुङ्गा चलाउन पनि सकिँदैनथ्यो। त्यसैले म्याग्दी नदीमा पनि कम हुनसाथ पर्वत राज्यको राजधानी बेनीबाट ज्यामरुक झकिमली मात्रै होइन, बागलुङसम्म आउजाउ गर्नका लागि पुला ज्यामरुक जोड्ने गरी काठे सागु राख्न थालिएको थियो। मनसुन वर्षा असोजको आखिरी नहुँदासम्म थामिएन। कार्तिकमा पनि फाटफुट्ट पानी परिरह्यो। मङ्सिर पनि भिजेरै बित्यो। त्यसैले कार्तिकमै राखिने पुल मङ्सिरको आधा-आधी बितिसक्दा पनि राख्न सम्भव भएको थिएन। पुलाको भेगतिर धुरीसम्म मानव बस्ती रहेको हुनाले जङ्गल कम थियो। बर्खायाममा औलो लाग्ने हुनाले बेसीमा स्थायी बसोबास थिएन। जङ्गल कम भएको पुलको जिम्मामा ढुङ्गाको काम, जङ्गल पर्याप्त भएको ज्यामरुक भकिमलीको भेगलाई काठ र चोयाको जिम्मा रहने व्यवस्था बसालिएको थियो। दुवै भेगका मानिसहरू साता 15 दिन अघिदेखि सागु निर्माणका लागि आवश्यक सामग्री जुटाउने काममा लागेका थिए। निर्माण कार्य सम्पन्न हुने दिन भएकाले सबै गाउँलेहरूको उपस्थिति थियो। सालिँदै सागु राख्ने कामको सुरुवात राजाको बाहुलीबाट गर्ने परम्परा थियो। वरिपरिको ढुङ्गे चम्का तयार भएपछि सिङ्गै रुख ढालेर ताछतुछ पारी बनाइएको चारपाटे निदाल जस्ता 4वटा मजबुत बलाहरू तेर्साइन्थ्यो। छेउछेउमा दुवैतिर काठकै बार उठाइन्थ्यो। निदाल राखिसकेपछि ठुल्ठुला ढुङ्गाले 2 छेउहरू अठ्याइन्थ्यो। निदालमाथि फलेक छपाएपछि उद्घाटन स्वरूप राजा स्वयं घोडा चढेर पुलको वरिपरि गर्थे। फलेकमा प्रथम किल्ला ठोकेर शिलान्यास गरिएको काठे पुल राजाको घोडा वारपार गरेपछि उद्घाटन भएको मानिन्थ्यो। पुलमा फलेक छाप्न काम सकिएपछि ढल्केले काम सकिएको जानकारी गराउँदै महाराजासँग अनुरोध गरे। महाराज, सागु तयार भयो। महाराजबाट पाउ कष्ट गरिकन सागु फुकाइदिनु पर्यो। जलदेवता बराहको नाममा भेडाको थुमा बलि दिने चलन थियो। सागु तयार भएर वरिपरि गर्नुपूर्व मध्य पुलमा थुमाको बलि दिनु पर्थ्यो। थुमाको बलि राजामै हातबाट दिइने चलन थियो। त्यसैले ढल्के पुनले निवेदन गरे, सागुको मध्यममा थुमाको बलि राजाकै बाहुलीबाट दिन्या चलन छ महाराज। राजाले आफ्नो म्यानबाट तरबार निकालेर ढल्केको हातमा थमाउँदै आज्ञा गरे, लौ, यो मेरो तरबारले तिमीले नै मार हान। रित सरकारकै बाहुलीबाट बलि दिन्या हो। राजाको खड्ग समात्दा मेरो हात कामन्या छन्। मार नचिनिया केही विघ्न पो आइलाग्ने हो कि? ढल्के अन्कनाए। रीति परम्पराहरू देवताका लोकबाट बनिकन आएका होइनन्। समय, आवश्यकता र घत हेरिकन रीति परम्परा बदलिन्या हुन्। यस्तो उस्तो परम्परा रहेको छ, त्यसबाट तलमाथि गर्नै हुँदैन भन्या कुरो गलत हो। मेरो दाहिना बहमा अलिकता दरद छ। मैले मार हान्या पनि तिमीले हान्या पनि मार्न्या त उही थुमा हो। मान्छे एकै हो। संयोगले म राजा छु, तिमी रैती। मेरो हतियारबाट तिमीले मार हान्या पनि मैले हान्या समान हो। काम गर्न्या भन्दा गराउन्याको जिम्मेवारीको बढी हुन्छ भनिन्छ। राजाको आग्रह ढल्केले मान्नै पर्यो। झुकेर अदब साथ राजाको हातबाट तरबार लिए।
पुरोहितले मन्त्र पढे, जल मन्साए। थुमाले पनि आङमा परेको चिसो पानी शरीर हल्लाएर पन्छाउने स्वाभाविक प्रयत्न गर्यो। जल देवता प्रसन्न भए, थुमा पर्सियो भनियो। सहयोगीहरूले दुईतिरबाट समातेर तङ्ग्रिएको थुमाको गर्दनमा ढल्के पुनले हानेको तरबारको एकै चोटले धडमुड अलग भयो। महाराजको इसारा पाएपछि सयसले घोडा तयार गर्यो। राजा घोडामा सवार भए। पुरोहित पण्डितले स्वस्ति वाचन गरे। घोडाको लगाम ढल्केले समातेर अघि लगे। राजाको सवारी सागु र वरपर सम्पन्न भयो। सागु तयार भएकोमा खुसी मनाइयो। दर्शनीहरूले नौमती बाजा बजाए, नगरा दिए। प्रजाजनहरूले जय जयकार गरे। चारैतिर अग्लो पहाडहरूको बीचको खोजमा अवस्थित कोट सागुको ठाउँ गहिरो कचौराको पिच जस्तो ठाउँमा नौमतीको बाजाको आवाज दुई गुणा बढी सुनियो। दक्षिणतर्फ ताराखेतको पहराको ढिलबाट निरन्तर झरिरहेको उड्ने छहराको एकनासको सुसाहटले पार्श्व सङ्गीतको काम गरिरहेको थियो। पारिपट्टि डाँडा खानीतिर मठमा राँगाको बलि दिइयो। वारिपट्टि पुलातिरको मठमा बोकाले बलि चढाइयो। रमाइलो गर्नेहरूले नाचगान गर्न थाले। गाई भैँसीका गोठहरू बेसीमा झरेका हुनाले दुध, दही, घिउको छेलोखेलो थियो। भान्सेहरूले खिर, रोटी, हलुवा, तरकारी र अचार चटनीहरू तयार गरिसकेका थिए। राँगाको मासु चल्नेहरूका लागि अलग र नचल्नेहरूका लागि अलग ठाउँमा मासुको विभिन्न परिकार बनाइयो। रुच्ने चल्नेहरूका लागि जौको छ्याङ र कोदोको घरपालाको समेत बन्दोबस्त गरिएको थियो। थाल कचौराको गर्जो टार्नका लागि सियालेको वनबाट भोर्लाका पातहरू टिपेर ल्याइएको थियो। लोग्ने मानिस नहुने घरबाट झारा तिर्न झरेका महिलाहरूको पनि राम्रै उपस्थिति थियो। राजा, भारद्वार र भद्रभलात्मीहरूका लागि भनेर महिलाहरूले भोर्लाको पात दुनाटपरी गाँसिसकेका थिए। भोजन तयार भयो। अघिदेखि नौमती बाजाको तालमा नाचगान गरिरहेका मानिसहरू थामिए। सर्वप्रथम राजाका हजुरमा तयार भएको भोज प्रसाद प्रस्तुत गरियो। राजा पछि भाइ भारद्वार, अङ्गरक्षक, भद्रभलात्मी, पण्डित, पुजारीलाई भाग लाग्यो। त्यसपछि महिला र पुरुषहरू सबै लामबद्ध भएर चौरमा बसे। फुर्तिला तन्नेरीहरूले भोर्लाका पातमा पालैसँग भोज्य सामग्री पस्केर वितरण गर्न थाले। खानपिन समाप्त भएपछि राजाको घोडचढी टुकडी पुनः बेनीतिर लाग्यो। प्रजाजनहरूले महाराजको जय जयकार गरे। बेनीतिर हिँड्नुअघि राजा घनश्यामले ढल्के पुनलाई कुरीलार्खमा बस्ने दरबारमा सामेल हुने निम्तो दिए। राजाको निम्तो पाउँदा पुनः छक्क परे, दङ्ग परे, गर्वानुभूति गरे। दरबार बस्ने विशेष दिन। यस वर्ष पहिलेको हिउँदको दरबार बेनीस्थित राजमुकाममा आयोजना हुने प्रथम राजसभा। बेनीको फराकिलो बगरमा राजदरबार बनाउने योजना कार्यान्वयन हुन सकेको थिएन। कुरीलाखर्कमा निर्माण भएका दुई मध्येको एउटा भवन राजनिवास र अर्कोलाई अतिथिशालाको रूपमा प्रयोग गर्ने गरिएको थियो। राजदरबार अतिथिशाला सँगै रहेको हुनाले गोपनीयता सम्बन्धी असजिलोको अनुभूति गरिएको होइन। तर नयाँ राजदरबार बनाउने तारतम्य मिलेको थिएन। त्यसैले सधैँझै यस वर्ष पनि कुरीलार्खमै राजमुकाम गरिएको थियो। सम्भवतः दरबारको आयोजना अतिथिशालामा गरिनुको विकल्प थिएन। बेनी अपेक्षाकृत पायक र सुगम ठाउँ भएकोले आजको भेलामा हुनुपर्ने सबैजसो भाइ भारदारहरूको उपस्थिति थियो। राजाको सवारी नभइसकेका हुनाले भाइ भारदारहरू आँगनमै छरिएर गफगाफ भलाकुसारीमा व्यस्त थिए। कयौं सभासदहरू अतिथिशालाको हाता बाहिर बसेर
घामको पारिलो राप लिँदै राजाको आगमनको प्रतीक्षा गरिरहेका थिए। द्वारे ताराचन्द भण्डारी भने आजको सभामा प्रस्तुत गरिने विषयको महत्त्व अनुसारको क्रम मिलाउने कार्यमा लागेका थिए। महत्त्वको हिसाबले सबैभन्दा गम्भीर विषयले सबैभन्दा आखिर प्रस्तुत पर्ने परम्परा थियो। चिसो सुरु भइसकेको थियो। सभाकक्ष न्यानो बनाउने दाउरे हिटर अर्थात् चुलोको व्यवस्था थियो तापनि हिटरै बाल्नुपर्ने गरी जाडो छिपिएको थिएन। त्यसैले बाहिर आँगनमै दरबार बस्ने प्रबन्ध मिलाउने राजाज्ञा भएको थियो। कोठाभित्रको सभा बस्ने व्यवस्थालाई बाहिर प्राङ्गणमा स्थानान्तरण गरियो। भुइँमा मान्द्रो बिछ्याइएको, मान्द्रोमाथि राडीपाखी र गरेचाहरू ओछ्याइएको, पूर्वविमुख हुने गरी राजआसन सजाइयो। राजआसन देब्रेपट्टि विषय प्रस्तुतिका लागि द्वारेको आसन लगाइयो। तिनै दिशाबाट राजआसनतिर फर्कने गरी लहरै भाइ भारदारहरू कहाँ लगी चौकीहरू लगाइयो। महाराज घनश्यामको सपत्नीक आगमन भएपछि सबै भारदारहरू आफ्नो स्थानमा निशब्द उभिए। झुकेर एकै लयमा सबैले राजा रानीमा सलाम टक्र्याए। राजा रानीको आसन ग्रहणपछि द्वारीले सबै भाइ भारदारहरूलाई क्रमैसँग आफ्नो स्थान ग्रहण गर्ने राजाज्ञाबाट सूचित गरे। राजआसनको दाहिनेतिरबाट क्रमश भाइ भारदारहरू आफ्नो मान पदवी अनुसारको मर्यादाका क्रम मिलाएर विराजमान भए। काम विशेषले अनुपस्थित रहेका हुनाले बडाकाजी मकरध्वज मल्लको आसन खाली नै रह्यो। आजको सभा ढल्केपुनको लागि नितान्त नयाँ अनुभव थियो। उनी भाइ भारदारहरूको पङ्क्तिमा भलाग्ने अतिथिको रूपमा बस्न पाउँदा मक्क परेका थिए। राजाको अनुमति लिएर द्वारे तारचनले सभा सुरु गरे। सधैँझै ससाना काम महत्त्वका विषयहरू सभामा प्रस्तुत हुँदै गए। छलफल विचार विमर्श गरिए। निर्णय हुँदै गएका विषयहरूको टिपोट लेखनदासहरूले गर्दै रहे। पहिले नै सम्पन्न भइसकेका कामहरूको अनुमोदन गरियो। ढोरको चरिचरण सम्बन्धी अर्नाकोटे र रुकुमसँग भएको पछिल्लो सम्झौताको धर्मपत्र वाचन गरेर सुनाइयो। कामको उच्च मूल्याङ्कनसहित अनुमोदन गरियो। राज्यमाथि व्ययभार नपर्ने गरी समस्या समाधान गरेकोमा सभाले सुमन्तको सुझबुझयुक्त कामको प्रशंसा गर्यो। उचित पारितोषिकका लागि महाराजका हजुरमा सिफारिस पनि गर्यो। अन्त्यमा 24 राज्यमा प्रसिद्ध कमाइसकेका जयसी आनन्द रेग्मीलाई दरबारबाट दिइएको जिम्मेवारीको कार्यप्रगति विवरण प्रस्तुत गर्न अनुरोध गरियो। आफ्नो आसनबाट उठेर आनन्दले रेग्मीले राजा रानीलाई अभिवादन गरे। झुकेर सिंह सभाको अनुमति लिए अनि विवरण सुनाउन सुरु गरे। हाम्रो सुयोग्य युवराज धिराजले विवाहयोग्य उमेर पाइला राखिबक्स्याका हुनाले वरपर छरछिमेकका सोलीडोली चलन्या राजवंश तथा खानदानीय ठकुरी खलकहरू मध्येबाटै सुयोग्य वधुको खोजी गर्ने जिम्मेवारी महाराजबाट बक्स भएको थियो। राजाज्ञा सिरोपर गरिकन विगत 3 महिनादेखि सोही काममा दत्तचित्त भई खटियाको थिए। कयौं राज्यहरूमा गुप्त रूपले र कयौं राज्य रजौटाहरूको दरबारमा खुला रूपमा पुगेर वस्तुस्थितिको जानकारी लिने कोसिस गरे। थलहारी जयसी एकछिन थामिए। नजिकै रहेको चाँदीको सुराहीबाट एक घुटको पानी पिए अनि आफ्नो 3 महिने यात्रा विवरण सुनाउन सुरु गरे। पर्वतबाट सर्वप्रथम कास्की छिरे। दरबारमा भन्या छिरिन। बाहिरबाट कुरो बुझ्दा कास्की दरबारमा विवाहयोग्य उमेरका राजकुमारीहरू नरहेको जानकारी मिल्यो। कास्कीबाट सोझै गोरखातिर हानिए। गोरखामा मेरो एकजना सहपाठी पाण्डे पण्डितको घरमा डेरा जमाई 2-3 दिन बिताए। विवाहयोग्य र हाम्रा राजकुमारहरूसँग उमेर मिल्दो एउटी राजकुमारी रह्या छिन्।
शनिबारका दिन दरबारका तर्फबाट नियमित रूपमा गरिने गोरखकालीको पूजाको मौका छोपिकन आफैले पनि राजकुमारीको दर्शन अवलोकन गर्ने अवसर मिल्यो। राजकुमारी हाम्रा दरबारका लागि उपयुक्त हुने जस्तो ठम्याई गोर्खा दरबारको के विचार रहेछ भनिकन उनै मेरो बाल सखाकन कुरो बुझ्न लगाए। उनकन आफ्नै तर्फबाट पर्वत राज्यमा नरिवल पठाउने हो कि भनिकन समेत दरबारको मन छाम्न लगाए। पर्वत दरबारमा नरिवल हालन्या पक्षमा गोरखा दरबार रहेनछ। पर्वतमा नरिवल पठाउने कुराको गोरखा दरबार किन खिलाफमा रहेछ? काजी अभिरञ्जन मल्लले जिज्ञासा जाहेर गरे। पुरानो तुस बाँकी रहेछ। अहिलेसम्म पनि पर्वत दरबारकन शङ्काको नजरले हेरिरहेछ। पुरानो तुस के रहेछ? यसपटक महाराज घनश्याम स्वयंबाट जिज्ञासा आयो। महाराज कुरो पर्वताधिराज प्रतापी नारायण मल्लकै पालाको रहेछ। महाराज प्रतापी नारायण र गोर्खा राजा पुरन्दर शाह बीच गहिरो दोस्ती रहेछ। त्यही दोस्तीलाई नाता सम्बन्धमा बदल्ने बुढा राजाहरूमा रहर चढेछ। पर्वत र गोर्खा दरबारको सम्बन्ध बलियो बनाउन दुई परिवार बीच वैवाहिक सम्बन्ध गाँस्ने कुरा चलाइएछ। बुढा महाराजहरूबाट आफ्नो दरबारको राय सल्लाह बिना नै गोर्खाका राजकुमार र पर्वतकी राजकुमारी बीच बिहे गरिने कुरा छिनिएछ। राज्य परित्याग गरिकन सन्यास लिइसक्या प्रतापी नारायण मल्लको वाग्दानको बर्खिलाप पर्वत दरबार जान सक्नेछन्। मन मरिकन सम्बन्ध मन्जुरी जनाइएको रहेछ। शुभ तिथि साइतमा गोर्खाको बरियात पर्वतमा आएछ। विधिपूर्वक जन्ती पर्सिन्या काम पनि सम्पन्न भएछ। भोज भतेर पनि तुरिएछ। बेलुका यज्ञमा बसन्या बेलामा भने कुरा बाउठिन गएछ। कुरो बिग्रन गएपछि पर्वतले डोली फर्काउन्या भएछ। यो त्यही अपमान गोर्खाले अहिलेसम्म पनि भुल्न सक्या रहेनछ। नरिवल पठाउँदा फर्काइदिने हो कि र यसपटक पनि अपमान गरिन्या पो हो कि भन्ने आशंका रहेछ। पर्वत दरबारले गोर्खाको डोल फर्काउनु पर्ने खास कारण क्या रहेछ गुरुदेव? यसपटक महारानी गुलबदनले जिज्ञासा राखिन्। प्रतापी नारायण मल्लबाट आफ्नो राज्य 3 भाइ छोराबीच अंशबण्डा गरिदिई काशीवास जाने तयारी गर्दै गरेको बेला कुरा रहेछ। आफ्नै राजकुमारीको बिहे जुम्ला दरबारमा गरिदिन्या मनसुबा राजा वल्लभको रहेछ। बुवा महाराज प्रतापी नारायणको बोली काट्न नसक्नाले हुँदैनन् भन्न नसकिस्याको मात्र रहेछ। संयोगवश गोर्खाका राजकुमारको उमेर निकै सानो रहेछ। त्यसमाथि एउटै आँखो अलि कमजोर रहेछ। दुलाहा बन्याका रामशाह माहिला राजकुमार रहेछन्। उमेर सानो, शारीरिक खोट र राज्यको उत्तराधिकारी नभएका हुनाले महाराज राज बमकन डोली फर्काउन्या निहु मिलेछ। गोर्खाका राजकुमारमा प्रत्यक्ष देखिएका खोट दोषको निहु बनाई आफ्नी छोरी गोर्खा दिपठाउन इन्कार गरिबक्स्याको रहेछ। एक त उमेर नमिल्ने राजाको रोलमा पनि नभएका, त्यसमाथि शारीरिक खोट देखिएपछि बुवा आमाले आनी छोरी जानी बुझिकन नरकमा हालन्या कुरा मनासिब कसरी मान्न सकिन्छ र? पर्वतले ठिकै गरेको त रहेछ नि? काजी अभिरञ्जनले राय व्यक्त गरे। कुरो त ठिकै हो, तर जाँचबुझ र छानबिन पहिल्यै गर्न राम्रो हुँदो हो। गोर्खाले 3 महिना अघि नै जनै सुपारी पठाएको रहेछ। जनै सुपारीसँग आएको जन्मपत्री खोलेर नहेर्नु पर्वतकै गल्ती थियो। जन्ती आइसकेपछि फर्काउनु उचित हुँदैनथ्यो। धुलै लिन घरबाट निस्क्याको बरियात रित्तो डोली लिइकन घर फर्कन हुँदैन भन्ने सामाजिक परम्परा छ। त्यसमाथि राजाको डोली बैरङ फर्काउनु सानो अपमानको विषय थिएन। कुल पुरोहित हरेराम सुवेदीले मुख खोले। गोर्खाको डोली रित्तै फर्क्यो होला कि अर्कै कुन व्यवस्था गरियो होला? सभाबाट कसैले प्रश्न गर्यो। सभामा उठेको प्रश्नको
जवाफका लागि पण्डित आनन्दले सुमन्ततिर आँखा लगाए। पण्डितको आशय बुझेका सुमन्तले आज्ञाका लागि महाराजतिर हेरे। राजाको अनुमति पाएपछि सुमन्त फर्माउन थाले। डोली फर्काउनु हुँदैन भन्ने चलन आज पनि समाजमा जिउँदैछ। सामान्य रैतानका पनि एक ठाउँबाट फर्काइएपछि अर्की दुलै खोजेर मात्र डोली घरभित्र आउने चलन छ। गोर्खा दरबारले रित्तो डोली लिई फर्कन्या प्रश्नै थिएन। रित्तो डोली लिई फर्कदैनौ भनिकन गोर्खालीहरूले धर्ना कस्या छन्। गोर्खाको डोली निम्त्याएको वृद्ध महाराज प्रतापी नारायणले थियो। डोली फर्काएका अबगाल एकातिर अर्कोतिर वर्षौंदेखि दोस्तीमा दाग लागन्या कुरो पनि थियो। अपमानको इख रहन्या कुरो थियो। मित्रको चित्त दुखाउनु उपयुक्त होइन भनिकन महाराज प्रतापी नारायण मल्ल स्वयं आफै गलकोट पुगिबक्स्या छ। दुर्भाग्यवश गलकोटकी राजकुमारीको पनि वागदान भइसक्यो रहेछ। दैव संयोगले बाबुको मूल पर्नाले गलकोटमा पलियाकी आफ्नै भान्जी मुसिकोटे राजकुमारी रहेछिन्। तिनै राजकुमारी रत्नावती ल्याइकन गोर्खाको डोली राखिकन पठाइएको रहेछ। गोर्खा र पर्वत दरबारको ऐतिहासिक वृत्तान्तको चर्चाले सभालाई विषयान्तर गराइदियो। सभासदहरू बितिसकेको कुरा पनि अनावश्यक वार्तालापमा जुटे। सभाको ध्यान फेरि विषय केन्द्रित गराउनका लागि महाराजबाट हस्तक्षेप गर्नुपर्ने अवस्था आयो। राजाबाट आज्ञा भयो, पण्डितजी गोर्खाको कुरा छोडौँ अब। नजाने गाउँको बाटो नसोध्नु भनिन्छ। नरिवल पठाउन गोर्खा हिचकिचाउँदै रहेछ भन्यादेखि हामीले पनि डोली लिई जाँदा विचार गर्नुपर्ने हुन सक्छ। पुरानो इबी साधन नहोला भनिकन विश्वस्त हुन सकिँदैन। त्यसैले गोर्खा बाहेक अन्य सम्भावनातिर विचार विमर्श गर्नु उचित होला। सभा शान्त भयो। महाराजको आज्ञा सिरोपर गरेर आनन्द रेग्मीले आफ्नो यात्रा विवरण सुनाउने सिलसिला पुनः सुरु गरे। यद्यपि महाराजबाट लमजुङ जान्या आज्ञा भएको थिएन तापनि अड्को पड्को तेलको धुप भने जस्तै कतै सुयोग्य वधु फेला नपरे लमजुङ दरबारसँग पनि डोली माग्नु पर्ने हुन सक्छ भन्या विचार गरिकन गोर्खाबाट लमजुङतिर हानिए। पहिलो कुरा, मल्ल राजवंशमा मामा चेली फुपू चेलीको सोली डोली चल्ने परम्परा छँदैछ। दोस्रो कुरा, कतैबाट म गोर्खा पुग्याको खबर लमजुङ पुगन्या, तर म भने लमजुङ नटेकी तनहुँतिर लाग्याको खबर पुग्याको खण्डमा लमजुङ दरबार रिसाउन्या कारण बन्न सक्थ्यो। त्यसैले महाराजको आज्ञा बिना पनि लमजुङ पुग्याको थिए। लमजुङ महाराजसँग खुलेरै हाम्रा युवराजको विवाहको विषयमा छलफल भयो, तर मैले आफू गोर्खा पुग्याको कुरा भने खोलिन। त्यसो गर्नु उचित हुँदैन मान्य लाग्यो। लमजुङ महाराजबाट तनहुँ छिरिकन आएको हो कि भनी सोधनी भयो। मैले होइन भन्यापछि यति कुराको लागि म कहाँ आउनु भएको अवश्य होइन होला। गोर्खा जान्ने विचार छ कि भनेर पनि सोधिबक्स्यो। होइन, त्यस्तो अज्ञात पर्वत महाराजबाट भयाको छैन भन्यापछि विचार छ भन्या पनि नजानु। गोर्खासँग मेरो भानिजको बिहे सम्बन्ध जोडन्या कुरा मकन रुचन्या छैन। पर्वतले गोर्खासँग सम्बन्ध जोड्नु भन्याको लमजुङको दोस्ती गुमाउन्या कुरा हो भन्या कुराको ख्याल राख्नु। विवाह योग्य कन्याको खर्चो पर्वत दरबारकन पर्याको हो भन्या वरिपरिका राज्यहरूमा मनले खामन्या कन्या मनग्य उपलब्ध हुन्या नै छन्। भएनछन् भन्या मैले भान्जो पुज्न पाउनुपर्छ। हाम्रो कुल वंशमा त्यस्तो परम्परा सनातन छ। होइन, अन्यत्र पनि उपलब्ध छन् भन्यादेखि गोर्खातिर फेरि फर्की हेर्दा पनि नहेर्नु भन्या आज्ञा भयो। गोर्खा र लमजुङको गहिरो वैरभाव पो रहेछ त। आख्याली चिन्तामणि घट्टीले आश्चर्य व्यक्त गरे। हो, गोर्खासँग लमजुङको अनुबन पुरानै हो। महारानीबाट आज्ञा भयो। चाँदीको झरीबाट एक घुटको पानी पिएर आनन्द रेग्मीले पुनः यात्रा विवरण सुनाउन थालेपछि त्यसपछि गोप्य रूपमा तनहुँ दरबारको कुरा बुझन्या काम गरे। विवाह योग्य दोटी राजकुमारीहरू तनहुँमा पनि रहेछन्। पर्वतलाई दुवै राजकुमारी सुम्पन तनहुँ दरबार तयार रहेछन्। त्यहाँबाट मकवानपुर हुँदै पाल्पा पुगे। खाँचीबाट पर्वत दरबारमा नरिवल पुगिसक्यो कुरा पाल्पाले थाहा पाइसक्याको रहेछ।
खाँचीले उछिन्याको पछुतो मान्याको पनि रहेछ, तैपनि पर्वतको मनसाय बुझेर मैले अन्यत्र कुरा चलाउन सल्लाह भएको रहेछ। त्यताबाट अर्घा, मुसिकोट र प्युठान भइकन फर्किए। तनहुँसँग सम्बन्ध जोड्नु सबै दृष्टिले उत्तम हुन्या जस्तो लाग्यो। उतैबाट प्रस्ताव भइहाल्यो भन्यादेखि पाल्पालाई पनि फर्काउन उचित नहुन्या जस्तो लागेको छ। अर्घा, मुसिकोट र प्युठानतिर अन्य साना राजा राजकुमारहरूका लागि हो भन्या ठिकै होला। पर्वतकी महारानी बनाउनु उचित हुन्या खालका राजकुमारीहरू देखिएनन्। खाँची र देउपुरबाट नरिवल आइसक्याको छ। ती कन्याहरूको बारेमा पनि केही बुझन्ने अवसर मिल्यान्न। यसपटक महाराजबाट सोधनी भयो। हो महाराज, म देउपुर र खाँची पनि पुग्यौँ। गुप्तहरूमा प्रस्तावित दूतहरूको बारेमा राम्रोसँग सोधखोज गरिकन जानकारी लियो। वरिपरिका राज्य र घरानीय ठकुरीका कन्याहरूमध्ये सर्वोत्तम देउपुरकी राजकुमारी छन् भन्ने बुझियो। खाँचीकी राजकुमारीमा पनि खोट दोष छैन। तनहुँ, पाल्पा, देउपुर र खाँचीकी राजकुमारीहरूमध्येबाट एक छान्नु उपयुक्त होला। अलिकति सानो रजौटाकी छोरी भन्ने मात्रै हो। देउपुरकी राजकुमारी सर्वगुण सम्पन्न र 32 लक्षणयुक्त छन् भन्ने मेरो बुझाइ रहेको छ। महाराजको आज्ञा सभामा कुन राज्यकी राजकुमारी कुन कारणले पर्वतकी भावी महारानी बनाउनु उपयुक्त हुनेछ भन्ने विषयमा व्यापक छलफल भयो। सबै भाटारहरूले आफ्नो राय सुझाए, तर्क प्रस्तुत गरे। जति मुख उति कुरा भने जस्तो सर्वसम्मत राय भने निस्केन। आधा दिन छलफलमै बित्यो। सबैको पेटले चारा खोज्न थालिसकेको अनुमान गरेर रानी दरबारतिर लागिन्। राजा पनि रानीको पछि लागे। राजा रानीको दरबारगमन लगत्तै भाइ भातारहरूका लागि खाना नास्ता आयो। दरबारीय भान्से सुसारे र सेवकहरूले सबैका अगाडि खानपिनका सामग्रीहरू थामिएपछि सबैले मुख चलाउन थाले। कुराकानी रोकियो। अनौपचारिक रूपमा सभा स्वतः स्थगित भयो। खानपिन सकिएपछि राजाको पुनः आगमन नहुन्जेलको अघोषित अवकाश सदुपयोग पुनः भातारहरू जुटे।